सजिलो केही पनि छैन हजुर सबै कुरा गाह्रो छ तर गाह्रो हुँदा हुँदा पनि अगाडि बढ्ने हौसला र आँट राख्यो कुनै कुरा पनि इजी हुँदैन र यो जर्नीको लागि पनि लगभग अलिक इम्पोसिबलै जस्तो थियो किन भन्दा मैले जिन्दगी 8,000 हिमालमा चढेको मान्छेले एकचोटि 2टा 8,000को हिमाल आँटेको थिएँ र त्यसको लागि एकदमै धेरै एक्सपिरियन्स चाहिने सपोर्ट चाहिने पनि हुन्छ साथै एकदमै ठुलो टिम चाहिने पनि हुन्छ मेरो त्यत्रो ठुलो टिम त थिएन तर मेरो स्पोन्सर्सहरू हुनुहुन्थ्यो साथ दिनुभयो र साथै मेरो शेर्पा दाइ हुनुहुन्थ्यो जुन चाहिँ एकदमै बलियो एक्सपिरियन्समा पनि सबै हजुरहरूले देख्न सक्नुहुन्छ उहाँको क्लाइम्बिङ हिस्ट्री हेऱ्यो भने पनि एकदमै राम्रो छ र त्यसले मलाई आँट दियो गाह्रो थियो तर मैले हिम्मत हारिनँ अनि आफूमा विश्वास राखेँ र यो पोसिबल भयो अहिले सोच्दा पनि गाह्रो लाग्छ अब चाहिँ सक्दिनँ जस्तो लाग्छ तर गरेर आएको छु हजुर बाल्यकालमा नजिकबाट हिउँ समेत नदेखेको मान्छे एकैचोटि यो 8,000 भन्दा माथिको हिउँमाथि खेल्न रम्न र त्यो सफलताका पैताला पुर्याउन कसरी आँट आयो के चिज अथवा कुन घटना चाहिँ टर्निङ पोइन्ट रह्यो हजुरले भन्नुभएको जस्तो काठमाडौँमा हुर्केको जिन्दगी हिउँ नदेखेको साँच्ची नै हुँदेको थिएन अनि एक्कासी हिमालमा त्यति धेरै हिउँ पनि देखियो हिउँमै सुतियो पनि त्यही पुरै हिउँले पुरेला जस्तो पनि थियो होइन त्यो सबै एक्सपिरियन्सहरू नयाँ थियो र मैले त्यो कुराहरूलाई चाहिँ इन्जोय गरेँ सो आर्ट आउनुभन्दा पनि मैले हरेक स्टेपलाई चाहिँ इन्जोय गरेँ नयाँ अनुभव थियो र त्यो अनुभवहरू बटुलिएँ अनि त्यसले चाहिँ मलाई एक्साइटमेन्ट पनि दियो एक हिसाबले भन्नु भएन हजुरको र हौसला पनि दियो भनौँ नयाँ कुरालाई चाहिँ आफूले एक्सेप्ट गरेर चाहिँ इन्जोय गर्नुपर्ने रहेछ जस्तो सुकै गाह्रो सिचुएसन भयो पनि अब यो सिचुएसन त अब कहिले आउँदैन सहरमा त भनेको जहिले जाने कुरा पनि भएन वन्स इन अ लाइफ टाइम एक्सपिरियन्स हो र यो हरेक कदमलाई चाहिँ म अब इन्जोय गर्छु र यादगार बनाउँछु भनेर चाहिँ अगाडि बढ्छु हजुर कविताजी सगरमाथा र लोड चाहिँ कप चाहिँ भिजिट गरिसक्नु भएपछि अब नेक्स्ट डेस्टिनेसन कुनै सोच्नु भएको छ कि छैन अहिलेलाई चाहिँ छैन अब स्पोन्सरहरूले साथ दिनुभयो भने चाहिँ हेरौँ इन फ्युचर टिभी चढ्छु कि तपाईँले भन्नुभयो होइन त्यहाँ एकदमै धेरै गाह्रो थियो अक्सिजनको कमी थियो त्यहाँ पुग्दै गर्दाखेरि म मर्छुवाला खर्च चाहिँ कतिचोटि आएको थियो आएर त्यसको खर्च आइदिइहाल्यो एकचोटि राति हामी ठ्याक्कै 9 बजी उठेर चढेको थियो सगरमाथा अनि ठ्याक्कै बिचमा पुग्ने बेला अक्सिजन चेन्ज गर्ने पोइन्ट आएको थियो अनि म चाहिँ अलिकति धेरै भिडियोहरू खिचिरहेको थिएँ अनि म ग्लोभ्स खोलेको थिएँ अनि त्यो भिडियो खिच्ने क्रममा चाहिँ मेरो हातहरू पनि फिल भएको थिएन कि अनि अब मेरो हात गयो अब चाहिँ कम्परको यो चलेकै थिएन अनि म दाइलाई पनि भनेँ सो हाम्रो चाहिँ एक्स्ट्रा सक्स एक्स्ट्रा ग्लोभ्सहरू चाहिँ हामीले बोकेर हिँड्नुपर्छ भिज्ने बित्तिकै चेन्ज गरिहाल्नुपर्छ नभए हुने खान्छ भनेर अनि दाइले चाहिँ दाइको एक्स्ट्रा ग्लोभ्स दाइले पकेटमा त छातीको नजिकै राखिरहनु भयो तातो पानी अनि मेरो हातै चलिरहेको थिएन मेरो सबै बच्चा पनि त्यो भिजिसकेको थियो कि म धेरै त्यो ग्लोभ्सको केही प्रोसेस भयो अनि दाइले चाहिँ एकछिन आधी घन्टा त मेरो हात मार्नमै गयो त्यो चिसो भएर अनि अब चाहिँ मेरो हात काट्नु पर्छ त्यतिखेर त भइसकेको थियो मलाई अनि जस दाइले बचाउनु भयो मेरो यी हातहरू पनि हाम्रै एक्सपिरियन्समा अलिकति हेल्थ कम्प्लिकेसनहरू छ गाह्रो छ अनि त्यही पनि हजुरहरूको लागि भनेर चाहिँ यो इभेन्ट राखेको सो सबैले सोधिरहनु भएको थियो कि यो कसरी स्टार्ट भयो भनेर चाहिँ माउन्टेन चढ्ने बच्चादेखि नै हिमाल चढ्ने भनेर त्यस्तो सपना चाहिँ थिएन आफ्नै कामहरू गरिरह्यो स्टडीहरूदेखि सबै भइरहेको थियो अनि त्यही अब बिचमा आएर डान्समा पनि लाग्यो अनि त्यतिखेरसम्म पनि हिमाल चढ्छु अनि त्यसपछि एउटा माउन्टेनरिङ जर्नीमा चाहिँ राम्रो एउटा आफ्नो माइन्ड लाग्छ भनेर केही पनि थिएन माइन्डमा सो रिसेन्टली लास्ट इयर मात्रै मेरो एक्लो मुभी भन्ने चाहिँ साइन भयो मेरो अनि त्यसमा मेरो क्यारेक्टर चाहिँ कस्तो छ भन्दा पहिलोचोटि पृथ्वीमा आएको अनि पृथ्वीमा आइसकेपछि चाहिँ सबै त्यो कस्तो फिल गर्छ त्यो क्यारेक्टरले भन्ने खालको थियो अनि क्यारेक्टर रिसर्च गर्ने क्रममा चाहिँ नेचरसँग माया बस्यो भनौँ होइन अनि सुटिङ पनि लोमान्थामा भएको थियो हाम्रो मुभीको अनि त्यहाँनिर चाहिँ एरियल भइदिएपछि कस्तो हुन्थ्यो होला कसले यो खोलाहरू कसरी फिल गर्थ्यो होला हिमालहरू कसरी फिल गर्थ्यो होला भनेर
कविताले चाहिँ हिमालसँग माया बसेको थाहा नै भएन अनि हिमालले बोला जस्तो फिल पनि भयो अनि हिमाल चढ्ने रहर त्यहाँबाट जाग्यो अब रहर जागेर मात्र हुँदैन हजुरहरूलाई थाहा छ कस्तो महँगो छ भनेर होइन तर हामी यति प्रिभिलेज छौँ कि नेपालमै छौँ र हामी एज अ नेपाली पैसामा तिरेर चाहिँ सगरमाथा चढ्न पाउँछ भनौँ न एकदमै हाम्रो लागि चाहिँ यो प्रिभिलेज चाहिँ छ डलरमा तिर्नु पर्दैन डलरमा एकदमै महँगो हुन्छ यदि अरू कन्ट्रीमा भएर भए चाहिँ हामीले हिमाल आरोहण गर्न चाहिँ एकदमै गाह्रो हुन्थ्यो हामीलाई डलरमा तिरेर होइन सो सबै कुरा भयो अब कम्पनी पनि फिक्स भयो अब हिमाल चढ्ने सबै फिक्स भयो अनि पैसा चाहियो तर म यति प्रिभिलेज भयो कि म पब्लिक फिगर भएको कारणले गर्दाखेरि चाहिँ स्पोन्सरहरू पनि हुन्छ है भन्ने कुराहरू पनि आयो त्यहाँनिर अब कसलाई गर्ने के गर्ने कता जाने भनेर हतारिरहेको थिएँ है 3 महिना जति चाहिँ स्पोन्सर खोज्नै लाग्यो फेरि मान्छेहरूले भन्नुहुन्छ कि सगरमाथाको टुप्पोमा चाहिँ स्पोन्सरको फ्ल्याग पुऱ्याउनलाई मात्र गाह्रो रहेछ त्यहाँ एडभर्टिजमेन्ट गर्न मात्र गाह्रो रहेछ भनेर पनि कमेन्टहरू आएको थियो त्यो चाहिँ अलिकति कस्तो मन खिन्न चाहिँ भएको थियो तर त्यो किन गरेको भन्दा उहाँहरू नभइदिएको भए चाहिँ पोसिबलै थिएन यो जर्नी हजुरहरूलाई पनि थाहा छ कति महँगो छ भनेर होइन अनि भेट्ने क्रममा पहिलो भेट चाहिँ हाम्रो क्याबिनेट श्रेष्ठ सर आदरणीय सर उहाँसँग भेट भयो महेन्द्र ग्रुपमा र एकदमै राम्रो पोजिटिभ वुमेन पावरलाई सपोर्ट गर्ने सबै कुराहरू उहाँले अनि त्यसपछि राम्रो महेन्द्रसँग जोडिने मौका पाएँ अग्नि ग्रुपसँग जोडिने मौका पाएँ त्यहाँबाट त्यसपछि हाम्रो फेरि गए पञ्चकन्यामा फर्स्टमा भेट्ने बित्तिकै प्रदीप सरले अलरेडी नै हाम्रो 5 जना जर्नलिस्टहरू हुनुहुन्छ हजुर जस्तै उहाँहरू पनि सगरमाथा आरोहण गर्नुभएको थियो उहाँहरूलाई सपोर्ट गर्नुभएको रहेछ हाम्रो निशा अधिकारी दिदी पहिलो एक्ट्रेस जसले सगरमाथा आरोहण गर्नुभयो उहाँले पनि सपोर्ट गर्नुभएको रहेछ त्यो देखेर चाहिँ हल्का आशा आएको थियो अनि मैले पनि सर मेरो पनि यस्तो यस्तो छ म पनि चढ्दैछु के छ सपोर्ट पाएर राम्रो भन्नुभयो एकचोटि पनि नसोचिकन सरले फर्स्ट मिटिङमै हुन्छ भनिदिनु भयो थ्याङ्क यू सर त्यसको लागि पनि हजुरको सपोर्टको लागि फेरि त्यहाँबाट आउँछ रेडबुलको चाहिँ एकदमै हजुरको स्टोरी एकदमै फिल्मी टाइपको छ जोडिनको लागि हाम्रो लास्ट डेसम्म पनि फाइनल भइरहेको थिएन सबै कुराहरू तर रेडबुलले चाहिँ खासमा एकदमै प्योर एथलेटहरू जुन चाहिँ त्यही फिल्डमा राम्रो गर्ने मान्छेहरूलाई मात्र सपोर्ट गर्ने खालको चाहिँ हो होइन तर म माउन्टेनियरिङ फिल्डबाट थिएन त्यही पनि मलाई विश्वास गरिदिनु भयो सो नेपाल रेडबुललाई चाहिँ एकदमै थ्याङ्क यू सो मच भन्न चाहन्छु यहीबाट अनि त्यही हो अब सबै कुरा भइसक्यो थियो फेरि इन्सुरेन्समा पनि एकदमै महँगो हजुरको होइन अनि मऱ्यो भने सबै मर्जिनमा त्यस्तो पनि साइन गर्नुपर्ने हात कामेको थियो त्यो कुरा साइन गर्ने बेला चाहिँ सो आफ्नै जिम्मा हो त्यहाँ जे हुन्छ आफ्नो बडीलाई जे हुन्छ त्यो आफ्नो जिम्मामा भनेर चाहिँ साइन गर्नुपर्ने थियो अनि यदि मऱ्यो भने चाहिँ डेड बडी कसरी चिनिने त सो तपाईँको 3वटा त्यो आफ्नो हुन्छ नि डेड बडीको मार्कहरू त्यो पनि लेख्नु पर्ने थियो त्यतिखेर चाहिँ हातै कामेको थियो गाह्रो भएर मलाई अनि इन्सुरेन्स चाहियो भने सालीको इन्सुरेन्सले सपोर्ट गर्नुभयो यसमा पनि थ्याङ्क यू भन्न चाहन्छु त्यही माथि केजिएस हुनुहुन्छ हामीसँग केजिएस फाउन्डेसनले पनि एकदमै ठुलो सपोर्ट गर्नुभएको छ अनि यसरी सबै स्पोन्सरहरू भेला गरेर चाहिँ अब एकमुष्ट पैसा जम्मा भयो अनि त्यसपछि आरोहण गर्ने दिन पनि आयो पैसा पनि पे गरियो अनि गएँ त्यहाँबाट ट्रेकिङ थियो 9 दिनको ट्रेनिङ गरेर चाहिँ बेस क्याम्प पुगेँ अनि त्यहाँबाट हाम्रो क्याम्प रोटेसनहरू स्टार्ट भयो अनि बिस्तारै म भिडियो मेरो युट्युब च्यानलमा पनि हाल्छु अनि तपाईँको त्यो रोटेसनहरू पुग्दाखेरि फर्स्ट रोटेसनमा चाहिँ एकदमै गाह्रो भएको थियो 7000 फिटमा त्यो हजुरहरूले स्याउ खाएर त्यो भाइरल भएको भिडियो देख्नुभएको छ त्यो चाहिँ रोटेसन 2मा हो सो सबैजना टिम मेम्बरले चाहिँ एउटा रोटेसन गर्छ त्यसपछि सगरमाथा चढ्न जान्छ सो रोटेसन भनेको चाहिँ 7000सम्म छुने तल बेस क्याम्पमा चढ्ने अनि आराम गर्ने 1 हप्ता त्यसपछि चढ्न जाने थियो अनि फर्स्ट रोटेसन गएको त मलाई त 3 दिन अक्सिजन हालेर सुत्नुपर्ने पर्थ्यो माथि गाह्रो भएर अनि सक्दैन 7000 सुन्नलाई त्यसपछि तल झरेर रेस्ट गरेँ अनि सबै टिमहरू चाहिँ रेस्ट गर्न कोही काठमाडौँ आयो हेलिकप्टरमा कोही नाम्चे झऱ्यो अनि कोही चाहिँ त्यही बेस क्याम्पमा चिल गरेर बस्यो अनि मैले चाहिँ होइन यसरी त म 2 टाइम हात चढ्न सक्दिनँ
फेरि जान्छु कम्बटाइज गर्न भनेर फेरि मैले सेकेन्ड रोसेन्ट गएको हो क्या सो यसमा चाहिँ मेरो साथी विधान पनि हुनुहुन्थ्यो विधान श्रेष्ठ पनि हुनुहुन्थ्यो म थिएँ अनि त्यसपछि तेजन दाई अनि हामी 3-4जना मिलेर फेरि सेकेन्ड रोटेसन गर्न गएको थियो मेरो लागि भनेर अनि त्यो पनि अझै याद आउँछ सबैजना कसै पनि पर्दैन त्यो दुःख दिने काम मात्र हो तर म चाहिँ फेरि हाई पचाउनुको लागि भनेर गएँ अनि गएर तल झरिसकेपछि अलिकति कन्फिडेन्ट आयो माथि त्यसरी अक्सिजन नलाइकन 7जना बस्न सक्छ भनिसकेपछि चाहिँ अनि तल झरेँ त्यसपछि आरोहणको टाइम स्टार्ट भयो सगरमाथा पनि चढेँ अनि तपाईँको चढेर झरिसकेपछि मसँग 2जना केटीहरू पनि हुनुहुन्थ्यो सगरमाथाबाट लोचे जाने अनि उहाँहरू पनि सक्दैन भनेर जुन चाहिँ पक्का माउन्टेनरहरू ठुल्ठुलो हिमाल चढ्नु भइसकेको मान्छेहरू सक्दैन भनेर झर्नु भयो क्याम्प 3मा झर्नु भयो त्यसपछि तल जानुभयो अनि म एक्लै थिएँ माथि अनि सबैजनाले यो त सुसाइड मिसन हो यो हुँदै हुँदैन त्यो सक्दैन भनेर भन्नुभयो थियो अनि 2 दिन भइसकेको थियो नसुतेको हिमाल चाहिँ राति नसुतिकन चढ्नु पर्ने हुन्छ अनि सुतेको पनि थिएन खाएको पनि केही थिएन त्यहाँ चिसोमा चिसो गर्नुपर्छ भनेर हजुरको यस्तो यहाँ सबै आइसहरू जमेको हुन्छ अनि त्यो फुटाएर चेन खोल्न पनि गाह्रो अनि चेनहरू खोल्ने त चान्सेस छैन लुगाको त्यस्तो चिसो भएर गाह्रो हुन्छ त्यहाँ फर्स्ट बाइट हुन्छ मेरो सँगैको साथीको त्यो 3टा होला नै काट्नुपर्ने त्यस्तो स्थिति पनि आएको थियो त्यो देखेर डर लागेर पनि पानी खाएन हो केही पनि खाएन डरेर जानुपर्छ भनेर अनि तल झरिसकेपछि लोचे म जसरी पनि जान्छु भने सो लोचे जान त्यस्तो आँट चाहिँ आएको थिएन मलाई मेरो शेर्पा दाइ हुनुहुन्छ अनि उहाँले चाहिँ नानी तिमी हिँड्ने काम गर तिमीलाई म मर्न दिनु भन्नुभयो त्यहाँदेखि त्यो देखेर चाहिँ मलाई आँट आयो सो हिमालमा चाहिँ शेर्पाको एकदमै ठुलो हात छ भने चाहिँ त्यहाँदेखि उहाँहरू चाहिँ गाइड भएको फर्स्ट हिमालको राजाहरू नै भन्छु म चाहिँ शेर्पा दाइहरू बाटो पनि थाहा छैन सो उहाँहरूले चाहिँ बाटो देखाउनुहुन्छ हामीलाई सो अगाडि हिँडेर बाटो देखाउनुहुन्छ हामी चाहिँ पछाडि तल गएर टुरिस्ट गाडी जस्तो तर हिमालमा चाहिँ अलिकति त्यही अब आफूले फिजिकल एक्टिभिटीहरू गर्नु पऱ्यो अलिकति गाह्रो हुन्छ हिँड्ने कुरा भयो अनि दाइले फेरि आँटिसकेपछि चाहिँ अब चाहिँ जान्छु ल दाइ प्लिज मलाई मर्न नदिनु भने अनि हिँड्ने लोचे पनि सब्मिट भयो त्यसरी अनि सब्मिट भइसकेपछि पनि 2टै पिक सब्मिट भयो तर खुसी थिएन किन भन्दा त्यत्रो अन द वे डाउन खम्बु हाइस्कुल क्रस गरेर फेरि बेस क्याम्प झर्नुपर्छ अनि माथि चढ्दा भन्दा तल झर्दाखेरि चाहिँ 2 गुणा बढी एनर्जी लाग्छ अनि प्रायः मान्छेको निधन हुने पनि हजुरको माथि आरोहण गर्दा भन्दा तल झर्दाखेरि चाहिँ हुने हो अनि त्यो कुराको डर थियो तर लगभग हजुरको आशीर्वादले सबैजनाले ब्लेसिङ्सहरू दिइरहनु भएको थियो फ्यामिलीहरूले अनि बचाए भन्छु मलाई चाहिँ त्यतिखेर चाहिँ त्यो अदृश्य एनर्जी त्यो प्रोटेक्सन चाहिँ मलाई फिल भएको थियो झर्दाखेरि आयो अनि त्यही हो सकियो अनि एयरपोर्टमा आएँ हजुरहरू स्वागत गर्न आउनुभयो खुसी लाग्यो थ्याङ्क यू सो मच अगेन सबैजनालाई अनि त्यही हो यो स्पेसली यो प्रोग्राम चाहिँ खासमा मेरो तेन्जिङ दे आर द रियल हिरोज अनि उहाँसँग यसो भेटघाट गरौँ हजुरहरूलाई भनेर पनि हो र मेरो सबै सपोर्टर्सहरू सबै स्पोन्सरहरूलाई थ्याङ्क यू भन्न त्यही थ्याङ्क यू सो सबैजनाले सोधिरहनु भएको थियो कि कविता नेपाली चाहिँ कोसँग हिमाल चढ्यो भनेर सो मसँग हिमाल चढ्ने दाइ चाहिँ उहाँ नै हुनुहुन्छ हाम्रो तेन्जिङ शेर्पा दाइ नमस्ते एन्ड गुड इभिनिङ सबैजनालाई मेरो यो 2025को एक्सपिडिसनको त्यही अनुभवहरू सेयर गर्न चाहन्छु कवितासँग नर्मली म अलिकति नर्भस भइरहेको छु यहाँ मात्रै नर्भस होइन हिमाल लोचे हिमाल दाइले अक्सिजन नलाई चढ्नु भएको त्यो पनि 5-5वटा सिलिन्डर बोकेर लाइफ सेभ गर्नुको लागि त्यो स्टोरी अर्कै छ फेरि म एकछिन एक्सपिडिसनको क्रममा त्यस्तो खासै गाह्रो भएन किनभने कतिको पनि आफूमा पनि फिट भएको सजिलो साउन्ड पढाउन मिल्छ भने पढाउनु कतिपय कन्डिसनमा एबभ 8,000
पुगेपछि प्लान्ट्सहरू अब बिमारी हुने हेल्थ कन्डिसनहरू राम्रो नहुने त्यस्तो खालको केसेसहरू हुन्छ तर कविता बहिनी चाहिँ अब एकदम फिजिकली स्ट्रङ एकदम राम्रो हिँड्ने बलियो भएको कारणले गर्दा हाम्रो यात्रा चाहिँ माथि एड्रेससम्म एकदम सहज भयो राम्रो भयो अनि त्यसै गरी हाम्रो यता लक्ष्यमा पनि सजिलो भयो राम्रो भयो लोचे चढ्दाखेरि एउटा इन्सिडेन्ट सुनाउँछु दाइसँग प्रायः त हाम्रो के अरे गाइडहरूले एक्स्ट्रा सिलिन्डर कतिवटा बोक्छ क्लाइन्टहरूको लागि एक्स्ट्रा सिलिन्डर आफूले कतिवटा बोक्छ अरू गाइडहरूले हामीले 4वटासम्म हुनुपर्छ हजुर दाइले त्यही त 4वटा सिलिन्डर बोक्नु भएको थियो अब एउटा सिलिन्डरको वेट 5 किलो जति हुन्छ होइन 5-8 किलो हुन्छ अनि हजुरको 4वटा सिलिन्डर भनेपछि 20 किलो तर माथि अल्टिट्युडमा तपाईँको त्यसको डबल वेट हुन्छ तपाईँको 80 किलो बोकेर जति नै हुन्छ होइन अनि दाइले बोकेर हामी एड्रेस पनि म दाइसँगै गरेको लोचे पनि दाइसँगै गरेको अनि लोचेमा जाने बेला चाहिँ बिचमा अर्को टिमको एकजना शेर्पाको चाहिँ अक्सिजन सकेर मरिरहनु भएको थियो अनि त्यो म मेरो युट्युबमा पनि हाल्छु अनि यस्तो गाह्रो भइसक्यो फेरि कसैले पनि माथि आफ्नो सिलिन्डर दिँदैन अनि फेरि बिच बाटोमा एक्स्ट्रा सिलिन्डरहरू राखेको पनि अलिक परै थियो अनि अलिक तलै थियो त्यो दाइ चाहिँ बिचमै धमाइसकेको थियो तर मेरो शेर्पा दाइले चाहिँ उहाँलाई एक्स्ट्रा सिलिन्डर पनि दिएर ज्यान पनि बचाउनु भयो त्यसको लागि दाइ थ्याङ्क यू मलाई यस्तो डर लागेको थियो होइन किन आफ्नो सिलिन्डर दियो मलाई पुगेन भने म त मर्छु जिन्दगीमा पहिलोचोटि म सेल्फिस भएको त्यतिखेर चाहिँ म त जहिले पनि म पनि दिने मान्छे हो तर हिमालमा चाहिँ यति सेल्फिस हुँदो रहेछ होइन अनि दाइले चाहिँ चिन्ता नगर्नु म छु भनेर अनि दाइकै हौसलाले भएको कारणले गर्दाखेरि चाहिँ यो जर्नी साह्रो भयो हजुर केही सोध्न मन छ हजुरलाई